झन्डो त रातै भइसक्यो ल ल यो दुईजना चढ्नु नसक्ने स्थिति भएर पुजन दाइ चाहिँ बाइक कुदाउँदै यस्तो छ ओह्रालो हेर्नु अरुणहरू ए जामा झन्डै लड्छ म नयाँ थत हेलो गाइस हामी चाहिँ भर्खला गाउँपालिकामा छौँ र अहिले चाहिँ हामी मान्छे गायब हुने ठाउँमा जाँदैछौँ र तपाईँले गेस गर्न सक्नुहुन्छ कुन ठाउँ होला यस्तो मान्छे नै गायब हुने अहिले थुप्रैजना मान्छे गायब भइसकेको छ अरे अन द स्पोट जहाँ चाहिँ भोटे बस्ती मात्र छ त्यो ठाउँमा जान आँटेको हामी त्यही हो गाइस गाह्रो छ अफरोडिङ नेपालको धन्दा छ पाल्पाको ड्युडीमा म त नल भन्दै थिए जानै